शिक्षा, स्वास्थ्य, प्रविधि को विकास, कृषि उद्योग, आईसीटी को विस्तार, कृषि उद्योग, आईसीटी को विस्तार, स्वाधीनता को बलियो आधार, बलियो अर्थतन्त्र यसको पूर्वाधार, बलियो अर्थतन्त्र यसको पूर्वाधार। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। प्रथम कपिलवस्तु महोत्सवको अवसरमा उद्योग व्यापार संघ कपिलवस्तुले आयोजना गरेको यस वक्तकला कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य अतिथिगण तथा उपस्थित सम्पूर्ण आमा बुवा, दिदीभाइ तथा दाजुभाइमा म बाडङ्गा माविकी छात्रा प्रतिष्ठा भण्डारीको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आजको यस वक्तकला कार्यक्रममा भाग लिने अवसर पाएकोमा आफूलाई अत्यन्तै भाग्यमान ठानेकी छु र आयोजकलाई धन्यवाद दिन चाहन्छु। यस वक्तव्यको शीर्षक रहेको छ राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि व्यावसायिक विविधीकरण। सभापति महोदय, राष्ट्रिय स्वाधीनता जस्तो गम्भीर र गौरवपूर्ण विषयलाई आर्थिक समृद्धिको ढोकासम्म पुर्याउने एक महत्त्वपूर्ण पक्षमा केही भनिरहन चाहन्छु। स्वाधीनता यो केवल एउटा शब्द होइन, यो एक भावना हो, एउटा चेतना हो, एउटा राष्ट्रको आत्मा हो। स्वाधीनता भन्नाले बाहिरको दबाव तथा भिख मागेर अघि बढ्नु होइन, आफ्नो निर्णय, आफ्नो शक्ति र पहिचानको सम्मानपूर्वक संरक्षण गर्नु हो। तर स्वाधीनता प्राप्त गर्नु मात्र ठुलो कुरा होइन, स्वाधीनताको रक्षा गर्नु, त्यसलाई जोगाएर राख्नु र सुदृढ बनाउनु अझ ठुलो चुनौती हो। आजको परिवेशमा स्वाधीनता केवल भौतिक सीमामा सीमित छैन, आर्थिक स्वाभिमान, सांस्कृतिक पहिचान र राजनीतिक स्थिरता यी सबै मिलेर राष्ट्र पूर्ण अर्थमा स्वाधीन हुन्छ। सभापति महोदय, यदि हामी आर्थिक रूपमा कमजोर भयौँ भने हाम्रो निर्णयहरू अरूले गर्न थाल्छन्, यदि हामी एकतामा कमजोर भयौँ भने हाम्रो आवाज अरूले दबाउन सक्छन्। त्यसैले स्वाधीनता मजबुत बनाउन हामी सबै बलियो बन्नुपर्छ, विचारमा, व्यवहारमा र विकासमा। राष्ट्रिय स्वाधीनता कागजमा लेखिने घोषणा होइन सभापति महोदय, यो बाँच्ने शैली हो। जब नागरिकमा देशप्रेम हुन्छ, स्वाधीनता बलियो हुन्छ। जब युवामा जागरण हुन्छ, स्वाधीनता चम्किन्छ। जब नेतृत्वमा जिम्मेवारी हुन्छ, स्वाधीनता सुरक्षित हुन्छ। हामीले सधैँ सम्झिनुपर्छ, स्वाधीनता प्राप्त गर्न सजिलो थिएन र यसलाई गुमाउन एक क्षण पनि लाग्दैन। नेपालको इतिहासलाई फर्केर हेर्दा जब 22-24 राज्य आपसमा विभाजित थिए, त्यति बेला पृथ्वीनारायण शाहले सोचेका थिए म एक्लो छु तर कमजोर छैन। उनी विचारमा स्पष्ट थिए, राष्ट्र आर्थिक रूपमा बलियो नभए स्वाधीनता टिक्दैन। त्यसैले उनले कर प्रणाली सुरु गरे, व्यापार बढाए, स्थानीय उत्पादनलाई प्रोत्साहन दिए। यही हो व्यवसाय विविधीकरणको प्रारम्भिक सोच सभापति महोदय। त्यति बेला हाम्रा पुर्खाले कसैले कृषि गरे, कसैले व्यापार गरे, कसैले ढुङ्गाबाट हात हतियार बनाए, कसैले प्रशासन सम्हाले। उनीहरूले बुझ्थे विवेकशील भएको जनता बलियो राष्ट्रको मेरुदण्ड हुन्छ। उनकै योगदानका कारण आज नेपाल आफ्नो भूगोल, संस्कृति र पहिचानमा स्वतन्त्र छ। आज विश्व बदलिएको छ। अब स्वाधीनता केवल सेनाको शक्ति, सीमाको सुरक्षा र राजनीतिक घोषणाले मात्र सम्भव हुँदैन। राष्ट्रिय स्वाधीनताको सबैभन्दा ठुलो आधार भनेको आर्थिक शक्ति र व्यावसायिक विविधीकरण हो। यदि नागरिक सबै एउटै व्यवसायमा सीमित रह्यो भने सङ्कटबद्ध राष्ट्र हल्लिन सक्छ। तर यदि नागरिक विविध पेसा, सिप, कृषि, पर्यटन, उद्योग, सूचना प्रविधि सिप यी सबै कुराको विकास हुँदा राष्ट्र आर्थिक रूपमा बलियो हुन्छ। अब म व्यावसायिक विविधीकरण गरेर विश्वमा अगाडि बढेका केही राष्ट्रको उदाहरण दिन चाहन्छु। दोस्रो विश्वयुद्धपछि जापान लगभग ध्वस्त थियो, तर जापानले व्यावसायिक विविधीकरण गरेर गाडी, शिक्षा, टेक्नोलोजी, इलेक्ट्रोनिक, रोबोटिक्सलाई अगाडि बढाए। आज जापान विश्वको शक्तिशाली राष्ट्र मध्ये पर्छ। त्यसै गरी सिङ्गापुर सानो टापुको भाग थियो, स्रोत साधन धेरै थिएनन्, तर सिङ्गापुरले कृषि, पर्यटन, उद्योग, प्रविधि, वित्तीय सेवा यी सबै कुरालाई अगाडि बढाए, त्यसले आर्थिक रूपमा सम्पन्न बनायो। त्यसैले आज सिङ्गापुरलाई एसियाको इकोनोमिक टाइगर भनेर चिनिन्छ। सभापति महोदय, अन्तर्राष्ट्रिय उदाहरणले स्पष्ट देखाउँछ आर्थिक स्वावलम्बन बिना राष्ट्रको स्वाधीनता अधुरो हुन्छ। यदि हामी केवल वैदेशिक रोजगारमा मात्र निर्भर भयौँ, यदि हामी केवल परम्परागत खेतीमा मात्र आधारित भयौँ, यदि हामी उत्पादनमा होइन आयातमा चल्ने राष्ट्र भयौँ, तब स्वाधीनता केवल कागजमा मात्रै बाँकी रहन्छ। तर यदि युवा उद्यमी बन्छन्, कृषि आधुनिक बन्छ, उद्योग र पर्यटन समृद्ध बन्छ, सिप र प्रविधि हाम्रो आधारमा बन्छ, त्यो दिनदेखि नै राष्ट्रिय स्वाधीनता जरैबाट बलियो हुन्छ। त्यसैले अब म कुन कुन क्षेत्रलाई उद्योग तथा व्यवसायमा जोड्न सक्यो भने बलियो अर्थतन्त्र बनाउन सकिन्छ त्यतातर्फ सबैको ध्यान आकर्षित गर्न चाहन्छु। नम्बर 1 जलविद्युत। नेपालमा प्राविधिक हिसाबले लगभग 42,000 मेगावाट विद्युत उत्पादन गर्ने क्षमता छ, तर हामीले यसको सानो अंश मात्र प्रयोग गरेका छौँ। यदि हामीले विद्युत योजना समयमै बनायौँ भने छिमेकी राष्ट्रलाई विद्युत बेचेर अरबौं रुपियाँ आम्दानी गर्न सक्छौँ, जसले गर्दा विभिन्न खालका व्यवसाय सञ्चालनमा ल्याउन सक्छौँ। हाल नेपालमा 3,602 मेगावाट विद्युत उत्पादन भएको छ।
3602 मेगावाट विद्युत उत्पादन हुँदा पनि 700 मेगावाट विद्युत भारतलाई बेच्न सक्ने भएका छौं भने पुरै 42,000 मेगावाट विद्युत उत्पादन गर्न सक्यौ भने करिब 39,000 मेगावाट विद्युत अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सक्छौं, जुन देशको आम्दानीको प्रमुख हिस्सा बन्न पुग्छ। नम्बर 2, कृषि र कृषिजन्य उद्योग। कृषि र कृषिजन्य उद्योग हाम्रो जीवन र रोजगारका मुख्य आधार हुन्। यदि हामी अर्ग्यानिक तरकारी, फलफूल, दुधजन्य उत्पादनलाई निर्यात गर्न सक्यौं भने विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। नम्बर 3, वन र काठ उद्योग। हाम्रो वनले वातावरण मात्र संरक्षण गर्दैन, दिगो वन व्यवस्थापनले निर्यातबाट आम्दानी र रोजगार दुवै सुनिश्चित गर्छ। यसबाट फर्निचर उद्योग, मसला उद्योग, जडीबुटी मार्फत आम्दानीको स्रोत प्राप्त गर्न सकिन्छ। नम्बर 4, पर्यटन। यो हाम्रो अर्को सुनौलो अवसर हो। सगरमाथा आरोहण, जंगल पर्यटन, ट्रेकिङ, सांस्कृतिक कार्यक्रमले नेपाललाई विश्व सामु चिनाएको छ। यदि हामीले यो अवसरलाई व्यवस्थित रूपमा व्यवसायमा रूपान्तरण गर्न सक्यौं भने रोजगार र आम्दानी दुवै बढाउन सक्छौं। नम्बर 5, सूचना प्रविधि। सूचना प्रविधि आईटी समयको माग अनुसार महत्त्वपूर्ण विषय बन्न पुगेको छ। यो प्राय जेनजी उमेर समूहबाट सञ्चालित भएको छ। नेपालले आईटी को हब एरियाको रूपमा घोषणा गरिसकेको छ। जीडीपी को धेरै हिस्सा आईटी क्षेत्रले नै ओगटेको छ। यसबाट सफ्टवेयर विकास, अनलाइन सेवा, ई-कमर्सले युवा प्रतिभालाई रोजगार दिन्छ र नेपाललाई अन्तर्राष्ट्रिय बजारमा जोड्न सफल गराउँछ। सभापति महोदय, अन्तमा म के भन्छु भने जब हामी जल, जंगल, कृषि, पर्यटन र प्रविधिलाई उद्योग तथा व्यवसायमा